फोहोरी उता जा भनेको सुनेन गइहाल छिटो कस्ता पागलहरू आउँछन् ओहो किन हामी गरिबहरू सधैँ हेपिन्छौँ किन धनीहरूसँग हामी समान व्यवहार पाउँदैनौँ पैसाले मान्छेको औकात तोक्छ जब कुनै गरिब ठुलो सपना देख्छ समाज हाँस्छ जब कुनै गरिबले आफ्नो अधिकार माग्छ उसलाई चुप लाग्न भनिन्छ के हामीलाई पनि बाँच्ने हक छैन कि गरिब जन्मिनु अपराध हो धनीहरूका गल्ती माफ हुन्छन् तर गरिबहरूका साना कमजोरी पनि ठुलो अपराध बनाइन्छ तर अब चुप लाग्ने समय छैन अब हामी बोल्छौँ अब हामी आफ्नो अधिकारको लडाईँ लड्छौँ किनभने गरिबी हुनु अपराध होइन गरिबीबाट ननिस्कनु मात्र गल्ती हो अब हामी जाग्छौँ